यो डिकी हो। हे निन्जा निङ निङ यसरी चढ्नु परिरहेछ साथी। अब मेरो पालो हो। कमजोरी खायो रे अनि पुरै सिन्कीको जिन्दगीमा यति मिठो खाना खाएको थिएँ जस्तो पनि लागेको छैन क्या मलाई त। म त भक्कु थप्छु म त बरु 50 रुपियाँ दिन्छु। ओ माई गॉड त्यस्तो सोच्नु हुँदैन हो दिदी। गुड मर्निङ फोन। गुड मर्निङ। हामी चाहिँ तातो पानी खाएर अनि पोस्ट भइसकेको थिएन नि त। आधा दिदीहरू गइसक्नु भयो अनि हामी चाहिँ अब दुईजना भर्खरै पानी सानी खाएर अनि हामी पनि उकालो लाग्ने हो। आज दिनभरि हिँड्यो भने अरू कुरा गराइ देखाउँदै जानेछु। हाम्रो चाहिँ यात्रा सुरु भइसकेको छ अँध्यारोमा। अहिलेको टाइम चाहिँ मेबी 5 त्यस्तो होला। 4 बजीतिर हिँड्ने भनेको भएन, के गर्नु नेपाली टाइम। अनि अब यहाँ माथि दिदीहरू चाहिँ यता माथि पुगिसक्नु भएछ। हामी चाहिँ यतै छौँ यहाँ रोडतिर। बिहान हुँदैछ। आई विल सो यु मोर एन्ड मोर एन्ड मोर। स्टे ट्युन। हामी चाहिँ यहाँ तल रोडमा आइपुग्यौँ। यस्तो बाटो छ, सायद यही बाटो हो पक्कै पनि, होइन? यहाँनिर चाहिँ झुलुङ्गे पुल पनि रहेछ। अब यो पार गरेर अब चाहिँ उकालो स्टार्ट हुने हो है जस्तो छ हाम्रो। यो पुलदेखि चाहिँ डेन्जर उकालो के। ए ठाडो न ठाडो छ। उज्यालो भइसक्यो यहीँ। हामी चाहिँ यो ठाउँमा छौँ, आकाशे भन्ने ठाउँमा छौँ। फलैचा भनेको यता कता हो रहेछ हौ? 8000 किलोमिटर कता हो यार यो? अनि टिम्बुङ पोखरी चाहिँ अब यो उकालो हिँडेर हामी जानुपर्ने हुन्छ। मकैहरू देख्न सक्नुहुन्छ। हामी चाहिँ यताबाट आएको। अब चाहिँ हाम्रो होमस्टे पनि देखिन छोडिसक्यो। अनि यहाँ चाहिँ भैँसीहरू बाँधेको छ। एउटा दाइले चाहिँ हामीलाई भैँसी बाँधेकोदेखि उकालो जानु भन्नुभएको थियो। हामी चाहिँ ऊ परको सर्टकट बाटोमा उयो भएर अनि एकैछिन रेस्ट गरेको। अनि म यहाँ देखाउँछु है सबैजनालाई। यत्रो डाँडामा एउटा दुईटा घर छ क्या। एउटा दुईटा यहाँ पारि पनि छ, एउटा दुईटा। यहाँनिर चाहिँ अलिकति बाक्लो बस्ती रहेछ। ऊ पारि पनि छ क्या। अब त्यो डाँडामा पनि छ। कसरी चामल लिएर खान्छ होला मान्छेहरूले? यहाँ गाडी पनि ऊ माथिसम्म मात्रै आउँछ है। के भन्न चाहन्छौ तिमी? कस्तो फिल भइरहेछ? लट्ठी त अब बाटोमा कतातिर दाउरा। यो के होला चिन्नु होला। म भन्दैछु यो डिकी हो। मकैहरू, धानहरू, पिठोहरू कुट्ने ठाउँ। हामी चाहिँ हिँडेर आइसक्यौँ। यहाँ पारि चाहिँ हाम्रो होमस्टे देखिरहेछ। अनि फुङलती त्यहाँ माथि हिँडिरहेछ। अनि हाम्रो अरू ग्रुपहरू चाहिँ त्यहाँ माथि हुनुहुन्छ, हिँडिरहनु भएको छ। हामीले भेट टाइम यस। अनि हामी चाहिँ गफ गर्दै यहाँसम्म आइपुग्यौँ। मेरो चाहिँ निन्द्रा नपुगेर आँखा थाकेर क्या कस्तो फुलिरहेको रहेछ। मेरो साथी चाहिँ क्रिम धस्नु हुँदैछ। घामले अब चाहिँ भेट्यो हामीलाई। अनि हामीले चाहिँ यहाँनिर ग्लुकोज पानी घोल्यौँ। उकालोमा सबैभन्दा इम्पोर्टेन्ट। हामी चाहिँ यहाँ माथि डाँडामा आइपुग्यौँ। यस्तो उकालो क्या, यस्तो उकालो सकेर आएको होइन। तर यहाँ माथि उकालो क्या, फेरि अर्को उकालो थपिरहेको। म चाहिँ कस्तो सिधा बाटो आउँछ सोचिरहेको थिएँ क्या अब चाहिँ। तर यहाँ अर्को उकालो थपिहाल्यो। अनि म पछाडिको भ्यू पनि देखाउँछु ल।
यस्तो छ है यताबाट घाम लागेको छ यो चाहिँ हिउँले भेटेको डाँडाहरू हो है यो सुक्खा सुक्खा डाँडाहरू चाहिँ यो डाँडाहरू चाहिँ हिउँले भेटेको डाँडा हो अनि अर्को ग्रुप चाहिँ यहाँ माथि हुनुहुन्छ यहाँनिर मेरो साथी यहाँ छ मजा आइरहेछ हामी सुख दुःखको गफ गर्दै गर्दै आउँदा आउँदै यहाँ माथि आइपुगेछौँ क्या कति कुरा गरेको यो डाँडा कस्तो राम्रो देखिरहेछ है म चाहिँ यहाँ छु अनि हाम्रो होमस्टे चाहिँ यहाँ पारि देखिरहेछ है यो रेड कलरको टिन भएको चाहिँ हाम्रो होमस्टे हो अनि यो ट्राभल गर्दाको एउटा रमाइलो कुरा भनेको चाहिँ के भने हामी जति हिँड्छौँ जति ट्राभल गर्छौँ त्यति नयाँ कुराहरू देख्न पाइन्छ नयाँ कुरा एक्सपिरियन्स गर्न पाइन्छ हैन त्यही हो जस्तो लाग्छ मलाई चाहिँ साथी फुङ्लती चाहिँ यहाँ के वन्डर गरिरहेछ वन्डरिङ समथिङ नयाँ कुरा ए नयाँ कुरा भने चाहिँ सरी राम्रो कुरा डस्टबिन राखिदिनु भएको रहेछ यहाँ बस्ने ठाउँ चौतारा क्युट कटेज टाइपको क्या अनि हामी चाहिँ एकैछिन बस्ने भयौँ यो चाहिँ के रहेछ हामी भाइ यसलाई के भन्थ्यौँ दाजु सर्पको खानेकुरा भन्थ्यौँ यसलाई चाहिँ ए हो साँच्चै तर यो लास्टै गफाडी छ कि म अलिक पत्ताउन सक्दिनँ हामी बच्चामा चाहिँ सर्पको खानेकुरा भन्थ्यौँ के हो थाहा छैन तर राम्रो हो हेर त यहाँ डाँडामा बसिरहेको म एकैछिन भारी बिसाइदिएको यहाँनिर यो चाहिँ चौतारा रहेछ खासमा हामी यहाँ आइपुगेर चाहिँ बिसाउनु पर्ने थिएछ तर 1 घन्टा पछि तल बिसाइदिउँ यस्तो छ अरू हाम्रो अर्को ग्रुप चाहिँ हिँडिसक्नु भयो माथि लागिसक्नु भयो हामी चाहिँ एकैछिन हावा खाएर जाने हो फाइनली हामी चाहिँ भेट भयो डाँडा सक्यो यहाँको होमस्टे आइपुगेको साथी चाहिँ यहाँ पानी लिनु गएको पानी लिएर आएको यस उता दिदीहरू हिँड्नु सक्नुभयो अनि मिश्री दिनु मम्मीले मलाई भन्नु त हुँदैन मिश्री बोक्नु भनेर तर मैले बिर्सेछु क्या तर यो उकालो चाहिँ लास्टै डेन्जर थियो है यस्तो छ यस्तो उकालो छ डाँडामा बस्नु भएको रहेछ धेरै नै हेल्पफुल तातो पानी यहाँ तातो पानी छ तातो पानीको व्यवस्था सबै राम्रो क्या उता दिदीहरू चाहिँ हिँडिसक्नुभयो अनि ऊ त्यो होमस्टेमा एकछिन बसेर त्यहाँनिर पानीहरू दिनुभयो पानीहरू भरेर हिँडिसक्यौँ यस्तो डाँडाहरू पुग्यो यो उकालो चाहिँ बल्ल सक्यो साह्रै खुसी छु म चाहिँ हामी 1.8 किलोमिटर हिँडेछौँ थाम 2874 मिटर उचाइमा छौँ अहिले हामी थाम डाँडा भन्ने रहेछ
अब निकास चोक भन्नेमा पुगेर सायद हामी उयो गर्ने होला हैन खाना खाने है यो काली खोलाबाट अनि हाम्रो साथीहरु चाहिँ यही माथि हुनुहुन्छ अब त्यो माथिको डाँडाहरु यो माथिको डाँडाहरु चढ्दै चढ्दै जाने हामी वेलकम टु तिम्बुङ पोखरी हे निन्जा निङ निङ हामी चाहिँ एकैछिन यहाँ रेस्ट गरेको यसको रमाइलो देख्नु फेरि खाइन्छ नि घामले भेटिसक्यो हामीलाई चाहिँ यही अहिले चाहिँ 9:18 भएछ आमा छिटै पो हो त 9:18 त मलाई त यस्तो मन पर्छ है के हिमाल भन्नुभयो यिनीहरू हजुर के हिमाल भन्नुभयो माइपेनी हिमाल अनि यो पाडेमिगु यहाँनिर पाडेमिगु देखि ए यता त्यो चाहिँ पाँचथर जिल्ला हो हजुर यो चाहिँ ताप्लेजुङ नै पर्यो है हजुर ताप्लेजुङ ए ट्राई गर्दै गर्नुस् ल दाजु धन्यवाद निकास बस्ने एकजना दाइले दिएको नम्बर खाना बनाइदिनुस् न भन्नु ए हुन्छ तेरो त्यो उयो गाडा टेक्न ल बिस्तारै आउँदै गर्नु हुन्छ कति छोटो बोकेको ग्लुकोज खानुपर्छ ग्लुकोज थोरै थोरै खाँदै जानुपर्छ अनि गाजर चाहिँ एकदम हाइड्रेटेड हुन्छ र त्यही भएर बोक्नु पर्छ अरे भनेर मैले लास्ट ट्रिपबाट यो चाहिँ यो है यो चाहिँ हेर्न सक्नुहुन्छ यस्तो बाटो अब हिँडेर हामी जानुपर्ने उकालो सकिएर तेर्सो आएर फेरि उकालो हिँड्दैछौँ भ्यू यस्तो छ अनि मेरो पछाडि एकजना चिप्ले किरा टाँसिरहेछ ब्लगर गर्ल मैले त्यो एड लगाएपछि हल्का धेरै नै राहत मिलेको छ नत्र म त घाममा सक्दिनँ हिँड्न अब अहिलेलाई यति नै गलेर इलित्तै भएर रातै रातो भएर यसरी बसिरहेको छौँ यहाँ माथि डाँडामा अनि पछाडिको यो हामी बसेको चाहिँ ताप्लेजुङ हो त्यो पारीको डाँडाहरू चाहिँ पाँचथर हे यो चाहिँ ताप्लेजुङ पर्यो त्यो तलको खोलादेखि चाहिँ यता चाहिँ ताप्लेजुङ उता चाहिँ पाँचथर अनि हाम्रो ग्रुपहरू चाहिँ खोइ कहाँ पुगिसकेछ घामले हो कि हावाले हो टाउको दुख्दैछ हामी चाहिँ यहाँ आएर बसिरहेको छौँ अनि गीत गाइरहेछ एउटा चाहिँ अनि यहाँ माथि दिदीहरू हुनुहुन्थ्यो दिदीहरू चाहिँ पैसा भने फाइनली यो चाहिँ हराएको थियो क्या अनि बल्ल बल्ल भेटायो बेला बेला यो पनि खुस्किन्छ कस्तो डाँडामा बसेर त्यो हुसे लागेको ठाउँमा चाहिँ छ अरे अनि त्यो यतापट्टिको यो डाँडाहरू चढेर जानुपर्ने अनि हामी चाहिँ त्यो गोठहरू यो गोठहरू यहाँ गोठ घरहरू देखेर हामी छक्क परेको क्या को आएर त्यस्तो ठाउँमा काम गर्छ होला भनेर खुसी नै छु म तिम्रो खुसीमा भयो अनि तेर्सो बाटोमा हिँडिरहेछौँ अनि अघि दाइहरूलाई भेटेको थियौँ त्यहाँनिर एकछिन रेस्ट गर्न बसेको थियौँ त्यो दाइहरूले चाहिँ ल बहिनीहरू यसरी बसेर त पुगिँदैन त बिस्तारै हिँडिराख्नुहोस् भनेर भन्नुभयो अनि हौसला मिलेर हामी हिँडिरहेको छौँ बिस्तारै बिस्तारै हामी यस्तो ठाउँमा पुगेको छौँ अहिले चाहिँ तेर्सो अब त्यो परबाट चाहिँ उकालो बाटो आउँछ होला सायद कालो फोन ह्याङ भएको त्यस्तै
अनि हाम्रो अर्को ग्रुप चाहिँ त्यहाँ माथि पुगिसक्यो अनि हामीलाई टोली हो छिटो आऊ है भनिरहेको थियो छिटो छिटो जानुपर्ने सकेको त हिँडिरहेछौँ हामी गिभिङ आवर बेस्ट भन्दा नि दुई ठाउँमा चाहिँ अलिक धेरै नै दुई ठाउँमा भन्दा नि तल चाहिँ अलिक धेरै नै भुल्यौँ यहाँनिर चाहिँ बाटो छलेको रहेछ त्यो चाहिँ ऊ त्यहाँ माथि गाईहरू चरिरहेछ क्या चौरीहरू गोडा जस्तो अनि यसरी चढ्नु परिरहेछ साथी अब मेरो पालो हो अनामिका चाहिँ कम धेरै खायो अरे अनि पुरै यस्तो उकालो छ चौरी गाई जस्तो रहेछ तर यो गाई नै होला कति क्युट कसको डग हो कसको कुकुर हो तिम्रो हो के हो तिम्रो नाम निरुता हेर्नु कति क्युट भोटेहरू है यहाँ चाहिँ यहाँ आउँदैछ फाइनल्ली खाना खाने ठाउँ आइपुग्यो इतनी खुसी कहिले पनि मिलेको थिएन हो किन भन्दा यसलाई झन् भात भन्यो भने हेरिहाल्छ बाख्राहरू हेर्नु है त्यही त पानीले गर्दाखेरि सेलाएको थियो अनि फेरि बिस्तारै बाफ उठ्दै रातो न रातो हुन्छ क्या जस्तै कि म चाहिँ यताकै बासिन्दा हो जस्तो कस्तो लाग्यो यहाँसम्मको यात्रा कस्तो इट वाज भेरी 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 उकालो घाम रोडा उकालो म चाहिँ रातै भएको छु ल के भयो रे मेरो सासले तानिसक्यो खाना खाना किचन चाहिँ यता जिन्दगीमा यति मिठो खाना खाएको थिएँ जस्तो पनि लागेको छैन क्या मलाई त म त भक्कु थप्छु म त बरु 50 रुपियाँ दिइदिन्छु बाख्रा दाम अझै अलिकता त्यो के को त्यो भैँसीको ए भेडा ओइ भेडा कस्तो क्युट पाराले हेरेको यहाँ चाहिँ भेडाहरू रहेछ बाख्राहरू चाहिँ यहाँ छ बाख्रा देखाम यताको भेडा है हजुर बाख्रा चाहिँ यता छ ओइ बाख्रा चाहिँ अब खानासाना यहाँ खायौँ यो होमस्टेमा अनि त्यसपछिबाट अब खाना खाएर हामी चाहिँ लागेको अर्को ग्रुप चाहिँ अगाडि गइसक्नु भयो अब चाहिँ ननस्टप हिँड्नु छ चार्ज पनि डाउन हुँदैछ चिसो यहाँदेखि चाहिँ बढ्दैछ अब सबै कुरा हामी चाहिँ माथि पुगेर देखाउने छौँ यो यहाँ छ
अनि अर्को ग्रुप चाहिँ त्यहाँ माथि हिँडिरहनु भएको छ। कस्तो ठाडो उकालो यार यो त। कृपया आफूसँग असल आचरण भए अरूलाई पनि सिकाएर जानुहोस्। यदि खराब भए आजै त्यागेर जानुहोस्। सैजन्य दि रेड पान्डा गेस्ट हाउस। गर्ने मान्छेहरूलाई चाहिँ के लेसन छ भने यस्तो ठाउँमा त यहाँनिर डस्टबिनहरू डोकोको कस्तो राम्रो डस्टबिनहरूको प्रयोग गरिएको छ भने सहरतिर त एकदम एजुकेटेड पिपलहरू हुन्छ। फोहोर नगरिदिनु। ओ वाउ, म त उकालै सोचिरहेको थिएँ यहाँदेखि तेर्सो रहेछ। यो पनि यस्तो नाम लेखिम। हियर इज माई नेम। अनि म एउटा कुरा के लेख्न चाहन्छु भने थाहा छ, यो चाहिँ मेरो मोटिभेसन अरूहरूलाई। अनि अब चाहिँ चिसो पनि बढ्यो अनि हुसेहरू पुरा हिँड्नु थालिसक्यो अब चाहिँ। अनि फुङ चाहिँ ऊ तल आउँदैछ। म चाहिँ यहाँ छु। हामीले चाहिँ पर दिदीहरूलाई परै छोडेर आयौँ। गाह्रो हुन्छ हिँड्नु। अनि यहाँ चाहिँ यहाँको जङ्गल चाहिँ पेन्टिङको जस्तो क्या। अलिकति क्यामेराको क्वालिटी राम्रो भएको भए म दामी देखिन्थ्यो होला। चाहिँ फेरि एकदमै माथि यस्तो हालतमा आइपुग्यौँ। हालत देखाइदियो त है। यस्तो हालतमा आइपुग्यौँ। हामी चाहिँ सायद उपारेको डाँडा हो है। यता हो कि यतापट्टि हो जानुपर्ने चाहिँ। अनि यहाँ तलको वेदर यस्तो छ। हुसो लाग्न थालिसक्यो। तल दिदीहरू आउँदै हुनुहुन्छ। हामी चाहिँ अहिले देउरालीमा रहेछौँ। अब 37 मिटर त पुगिसकेछौँ। अझै 4 किलोमिटर छ अरे। म चाहिँ स्याउ खाँदैछु। फुङलाई त जेले चाहिँ खानु भएन। अब लागेको ल। हामी चाहिँ यस्तो ठाउँमा पुग्यौँ। एकछिन आराम त गर्नु पर्यो। यो रेड बुल 250 किनेको थियो अघि भर्खर। खाइदिउँ न अब यसो इनर्जी ड्रिङ्क भनेर भन्छ मान्छेहरूले। 130 को रेड बुल 250 किनेको है मैले यहाँनिर यो ठाउँमा। 120 रुपियाँ नाफा। तर त्यो ठिकै पनि हो। बिचाराहरू बोकेर आउँछ। चौरीले ल्याउँछ अरे। चौरी मान्छेले पनि ल्याउँछ अरे। त्यो चौरी मै हो। यस्तो गरेर सुत्नु देखेर हाँस उठ्यो क्या मलाई। हामी चाहिँ कति हामी चाहिँ कति घन्टा हिँड्यौँ भन्दाखेरि अहिलेसम्म 3 सम्म गन्त 3 घन्टा आदि पहिनेको नाइ हौ। खाना खाएको ठाउँदेखि खाना खाएर चाहिँ 3 घन्टा भयो। बिहानदेखि चाहिँ 5 खाना खाएको हामी अघि 12 बजे होइन नि हो 12 बजी खाएको। 1 बजी हिँडेको अन्त 1 भने चाहिँ 2 3 भने चाहिँ 2 घन्टा आदि भयो। अब 2 घन्टा आदि हिँड्दा गोठ पुग्छौँ। 2 घन्टा आदि होइन अब 1 घन्टा आदि हिँड्दा। ल दामी छ है। आउनु पर्यो सबैजना। अनएक्सप्लोर्ड प्लेस हो यो चाहिँ। यसरी बोलाउँदा त कसरी पनि आउनु। र एक्लै कहाँ जाँदैछ। म पनि त एक्लै छु नि। एक्लै। अन्त सिंगल लाइफ भन्नु यस्तो भ्यू हेरेर बस्नु पाउनु पनि मजा हो। यहाँ देख न सिंगल लाइफ म पनि यहाँ छ फेरि अर्को नमुना। हामी हिँडेको यहाँबाट है। ओ यो त पाटे नागीको त्यो देउराली माथिको डाँडाको त्यो देउराली जस्तै छ हेर्न।
हामी चाहिँ रेस्ट गरिरहेको थियौँ यसो होइन कमेडी गफ गर्दै मैले यहाँ सुतिरहेको छु एकैछिन म हेर्दा मात्रै यस्तो छु तर अनि यता माथि सबैजना दाजु दिदीहरू सबैजना आइपुग्नु भएको छ सानो भ्लग गर्दा त कसैले सुन्दैन होला मैले भाइ सुन्छ नि म हेरेँ होइन मेरो फलोवर्सहरूले सुन्छ मलाई छुर्पी चाहिँ हामी चाहिँ हेर्नु न यो घर कस्तो मजाको कस्तो राम्रो क्या यो ढुङ्गा चाहिँ मलाई कति धेरै गोरु होइन छोरी मान्छे रहेछ याक आमा मेरो उयो कहाँ छ नबो भरे क्या लाइट हुँदैछ यता आउनु यहाँबाट दाइ चौरी धुनु हुँदैछ हामी चाहिँ यो गोठ आइपुगेको लास्ट गोठ हो यहाँदेखि चाहिँ म्याक्सिमम् 4-5 आवर्स अब चाहिँ एकैचोटि उता गएर भिडियो बनाउँछु म यहाँ चाहिँ नबनाउनु पर्ला चाहिँ अहिले पुरै लेखमा आइसकेको छौँ अनि हाम्रो भ्लगर साथी चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ म चाहिँ उहाँको क्यामेरा साथी क्यामेराम्यान होइन क्यामेरा साथी मलाई पनि अब भ्लग बनाउने उहाँले अमूल्य समय प्रदान गर्नुभएको छ यो चाहिँ कट गरेर हाल्नु सक्नुहुन्छ तर चाहिँ यस्तो छ है पुरै यस्तो छ यहाँ दिदी आउँदै हुनुहुन्छ उहाँ चाहिँ एकदम दमक देखाउनु भएको अरे हिँड्न पनि सक्दै हुनुहुन्न बिचरा तर आउँदै हुनुहुन्छ सकि नसकी रहर भन्ने कुरा चाहिँ यस्तो हुँदो रहेछ खासमा भ्लगर चाहिँ म हुनुपर्ने हो तर खै मसँग चाहिँ अब अलिकति भने गफ नलाऊ मलाई हे भ्लगर हाई गरिदेऊ यति नै भ्लग भइरहेको रहेछ त्यस्तो बाजे यो सबै हिमाल रे अनि यतापट्टि नै छ सायद हाम्रो टिम्बुङ पोखरी थोरै उकालो छ हार खानुहुन्न आफूलाई मोटिभेट गर्दै जानु पर्यो ल ल ल क्लाउड लेक पनि भयो मेरो नेक्स्ट विश दिदी कस्तो लागिरहेछ आया दामी अहिले त बहिनी अघि त एकचोटि बहिनीले बोला त म रोएँ नि ओइ तल कस्तो फिल भइरहेछ मलाई चाहिँ स्वर्गमै पुगे जस्तो भइरहेछ ल उता दाइलाई अमेजिङ नै छ आकाले फोटो आई मिस यु सेट यस्तो मात्रै छ है ल ल हेरौँ है किन भन्दा नमान्ने होइन अब यो बाहिर गएर उयो वालदेखि उतापट्टि दामी आउँछ ओ माई गॉड गर्नुपर्छ सुख पाइन्छ भन्नेको उदाहरण यही छ हामी यति दुःख 9 घन्टा हिँडेर पोखरी नपुगे डेस्टिनेसनमै नपुगे पनि जर्नी इज सो ब्युटिफुल हार्ड वर्क अब उमादेखि झन् दाम देखिन्छ पूर्वम ताप्लेजुङतिर यस्तो भ्यू हेर्न पाइन्छ है यो भ्यूले गरेर यहाँ हेरौँ न यो भ्यूले गरेर यस्तोमा हिँडेर छ मेरो साथी चाहिँ यहाँ माथि पुगिसक्यो यता पनि छ है
चाहिँ छ्या हौ यो भ्यू हेरेर चाहिँ हामी चाहिँ फर्केको तर बाटो अँध्यारो भयो आँखै तिरिमिरी भयो बादलले हजुर हजुर सब्सक्राइब गरिदिनु ल दुईजना चाहिँ यता हिँडिसक्यो ल दिदी चाहिँ लड्नु भयो जस्तो छ यहाँनिर होस् हुन्छ म नमस्ते हामी चाहिँ पुरा जाँदैछौँ मैले चाहिँ अघिको भन्दा फ्रेस भएको छु म छिमेकी दिदी पनि ल अब चाहिँ डाइरेक्ट पर गएरै होला जस्तो छ भिडियो ओके बाई बाई सौरी गाई बच्चा स्पटेड हाम्रो कन्डिसन चाहिँ यस्तो छ दिदीलाई गाह्रो भएको छ अझै अब लाइट देखिँदैन अब अगाडि पनि देखाइदिन्थे म देखाइदिन्छु ल देखेन हौ यहाँनिर यसले क्याप्चर गर्नु पनि सक्नु पर्यो नि यति धेरै बिजोग भयो नि मेरो त अझै धन्न पर्खिने साथीहरू भएर नत्र म त हामी 4 जना मात्रै भए पनि यही के गर्थे होला त्यस्तो सोच्नु हुँदैन हौ दिदी यस्तो मुस्किलले चाहिँ हामी टाइम कति भयो है 8:30 बजी